यो हो कुरुवा दह। कुरुवा दह करुणामय यानि कि बुङ्गदेवसँग सम्बन्धित अति नै महत्त्वपूर्ण स्थान हो। यस स्थानमा रहेको एउटा गुफामा बसेर गुह्य रूपमा 8 दिशा क्षेत्रबाट 8 बन्धन सील गरी गुह्य विधि अनुसार योगाम्बर योगद्वारा करुणामयलाई सुवर्ण कलशमा प्रवेश गराउन 8 दिनसम्म योग ध्यान साधना गरी करुणामयलाई नेपाल भित्र्याउनमा सफल रहेको ठाउँ हो यो। स्मरण रहोस्, नेपाल भन्नाले त्यो बेला हाम्रो काठमाडौँ उपत्यका चिनिन्थ्यो। कुरुवा दहमा यो पीठमा एउटा मन्दिर स्थापना गरिएको छ भने यही मन्दिरको ठ्याक्कै अघिल्लोपट्टि एउटा पानीज्यू र गुठियारहरू जो चाहिँ जात्रासँग सम्बन्धित हुन्छन् उहाँहरू आउँदा बस्नलाई र विभिन्न गुठीको कामहरू गर्नलाई एउटा गुठी घर पनि निर्माण गरिएको छ। यो हो मन्दिरभित्रको दृश्यहरू। किम्वदन्ती अनुसार करुणामयलाई उपत्यकामा ल्याउँदै गर्दा कामहरू कामाक्षबाट आएका यक्षहरूले करुणामय छुट्टाउन यहाँ कुरुवा दहमा ठुलो आक्रमण गरेका थिए, तर उनीहरू विफल भए। कुरुवा दह तान्त्रिक विधिले सुसज्जित ठाउँ भएको भएर होला यहाँ हामीलाई पनि एउटा बेग्लै प्रकारको अनुभूति भइरहेको थियो। यही मन्दिरको छेउमा यहाँ तपाईहरूले पाला देव पनि देख्न सक्नुहुन्छ। पाला देव भने चाहिँ हाम्रो सङ्कटा देवता हुनुहुन्छ। भनिन्छ करुणामय आफ्नो ठाउँमा जान खोज्दा उहाँले नै रोक्नु भएका थिए। यो हात नै सङ्कटाको हातको प्रतीक हो। यही पालादेवको मुनि नदी किनारमा करुणामय हरेक वर्ष आफ्नो घर कामरू कामाक्ष फर्किन खोज्छन्, तर करुणामयलाई फेरि कामरू कामाक्ष जान नदिन यहाँका पानीज्यू मलिनी र विभिन्न तान्त्रिक गतिविधिहरू प्रयोग गरेर फेरि कलशमा हालेर बुङ्गदेवलाई ललितपुर नै भित्र्याइन्छ।